हेर्दाखेरि बाटाभरि छरिन्छ। अब त्यो छरिएको कहिले हेर्छ उहाँ डालीका डाली डोकोका डोको पाइएको छ भने होइन, त्यसो भएर वास्ता हुँदैन। सबै मानव नन्द गोकुलभरि सुन चाँदी बाटैभरि छ, कसैले सोधपुछ छैन। सबै त श्री श्याम सुन्दरको आनन्दमा नाच्न पुगिराखेका छन्। गोपिनीहरूले दही छेपेका छन्, कसैले माखन छेपेका छन्, कोही नाचेका छन्, कोही गाएका छन्। सबै जन 1 दिन 2 दिन 3 दिन 4 दिन 5 दिन व्यतीत भएर जाँदै गइराखेको छ। यो उत्सव रोकिनेवाला छैन। जनभन्दा झन जनभन्दा झन जनभन्दा झन बढ्दै 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 गएको छ। 6 दिन बितिसक्यो। नन्द बाबाले विचार गर्न थाल्नुभयो, कंसलाई यो खुसियालीको उपहार पनि दिएर आऊ, यसो भेटेर वसुदेव महाराजलाई भेटेर पनि आऊ भनेर नन्द बाबा जानुहुन्छ कर दिनको लागि। यता उत्सव चलिराखेको छ। कंसले पठाएकी जुन पुतना थिए त्यो पुतना पनि हिँडिराखेकी छे, गाउँ गाउँमा जान्छे। साना साना बालकहरू जहाँ जहाँ भेट्छे ती बालकहरूलाई च्याप्पा समाउँदै निमर्दै कन्हैयाको तातो रगत, ती पुतनाले बालकहरूको तातो रगत पान गर्दै 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 हिँडेकी छे। नन्द बाबाको आँगनमा यो कोलाहल देख्छे, सबै नाचेका छन्, गाएका छन्। टाढैबाट सोध्छे के भएको त्यहाँ भन्दाखेरि नन्द बाबाको लालो भयो भनेर थाहा पाइसकेपछि अब यत्तिकै जाउँ भने त यी सबै छन्, मलाई लखेटेर यहाँ त धपाउँछन्। रूप परिवर्तन गरेर आउँछ, बढी राम्री चटक्की भएर आउँछ। आइसकेपछि पुतनाले अगाडि बढ्छे। उता नन्द बाबा पनि वसुदेव महाराजसँग कर दिएर फर्किनुहुन्छ। वसुदेवजीले यहाँ धेरै दिन बस्न उचित छैन, तपाईँ फर्केर जानुहोस्, मलाई अनेक प्रकारका शङ्काहरू मनमा आइराखेका छन् भनेर के गर्छ त भन्दाखेरि अगाडि बढ्छे। पुतना आउँछे। यत्र तत्र घरहरूमा सबैतिर हेर्दाखेरि राम्री बनेर आएकी छे। आएर सबैले पुतनालाई नै हेर्छन्, किनभने उसको विचित्र प्रकारको वेश छ, विचित्र प्रकारको उसको रूप पनि छ। हेर्दाखेरि पनि लक्ष्मीको जस्तो जस्तो देखिन्छ। तर बनेर आएकी के छे त भन्दाखेरि पुतना बनेर आएकी छे श्री भक्तवत्सल भगवानको जय। अब त सिधै जान्छे। धेरै यस्तै भिड थियो नन्द आँगनमा, तर यहाँ यसरी मौन कथा सुनेर बसेका थिएनन्। सबै नाचेका थिए, गाएका थिए, आनन्द मनाइराखेका थिए। यसरी आनन्द मनाइराखेको बिचमा पुतना सिधै भित्र जान्छे। अन्तःपुरमा प्रवेश गरिसकेपछि पुतनाको त्यो दृश्यलाई सबैले विस्मय भएर हेर्दछन्। को हो भनेपछि कसैले मुखामुख मात्रै गर्छन्, चिनेको छैन। मनै मन विचार गर्छन्, नन्द रायको, नन्द बाबाको कोही टाढाका नातेपाते होलान्, कुनै ठुलो घराना कि यस्तै राम्री छिन्, कन्हैयालाई बधाई दिनको लागि आएका होलान्, हामीले किन रोक्नु पर्यो भनेर सिधै भित्र जान्छ। नन्द बाबा त मथुरा जानुभएको थियो। मैया यशोदालाई गएर नन्द राय, ओ यशोदा मैया बधाई छ, बधाई। मैयाले पनि भन्नुभयो, देवी बधाई छ, मैले त लाला जन्मेको खबर पाएपछि मनमा एकछिन पनि बस्नु मन लागेन। टाढै भए पनि म त लालाको मुख हेरौँ भनेर आएकी हुँ। कता छन् लाला भनेर मैयाले टोकरीमा शयन गराउनु भएको थियो। पुतना त्यही टोकरी तर्फ नै जान्छे। भगवानले थाहा पाउनु भयो यो राक्षसी रूप परिवर्तन गरेर आएकी छे भनेर भगवान पनि आनन्दपूर्वक पहिले च्याप्पै लिएर काखमा समाउँछ। भगवानले नेत्र खोली बक्सनुहुन्न। कालकोट विष आफ्नो स्तनमा धारण गरेर आएकी पुतनाले भगवान श्याम सुन्दरको अधरलाई त्यही नै लगाउँछे। भगवानले नेत्र बन्द गर्नुहुन्छ। किन नेत्र बन्द गर्नुहुन्छ त भन्दाखेरि यो राक्षसी हो, मेरो नजरमा मायाको रूप धारण गरेकी छे, मेरो अगाडि माया टेक्न सक्दैन, तसर्थ भगवानले नेत्र बन्द गर्नुभयो। कसैले भन्नुहुन्छ भगवानले नेत्र त्यस कारणले बन्द गर्नुभयो ताकि भोले बाबालाई स्मरण गरौँ। म त यो नन्द गाउँमा ब्रजमा माखन र मिश्री दुध खान आएको मान्छे, कहाँबाट यो दुष्ट आएर के गर्न थाली,
विष पिलाउन थाली। भोले बाबाको बानी छ, त्यसो भएर गुप्तेश्वर महादेवलाई बोलाउनको लागि के गर्नुभयो? नेत्र बन्द गर्नुभयो। यस्तै प्रकारले धेरै प्रकारको नेत्र बन्दको अर्थहरू गर्नुहुन्छ। भगवानले स्तनपान गर्न थाल्नुहुन्छ। स्तनपान गर्दै गर्दै चप्प समाउनु भएको छ स्तनलाई। स्तनपान गर्दाखेरि विष भगवान भोले बाबाले आएर ग्रहण गरिहाल्नु बक्नुहुन्छ। अब त प्राणै भगवानले खिच्न थाल्नुभयो। आत्तिन थाली, छटपटाउन थाल्छ पुतना। पुतनाले भन्छ सा मुञ्च मुञ्चालमिति प्रभासिणी निष्पीड्यमान खिल जीव वर्मणी। ए छोड्दे 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 भनेर चिच्चाउन थाल्छ, कराउन थाल्दछ। यसरी कराएको सुनिसकेर सबै विस्मय पर्दछन्। एकाएक प्राण जाने अवस्थामा आइसकेपछि पुतना आफ्नो स्वरूपमा आउँछ। त्यहाँबाट उचिटिँदै भाग्न खोज्छे। भाग्दाखेरि भगवानले स्तन छोड्नु भएको थिएन। भगवानलाई लिएरै भाग्न थाली। अलि बाहिर गइसकेपछि गोकुलभन्दा बाहिर गए, नन्द गाउँभन्दा बाहिर गइसकेपछि पुतनाको प्राण त भगवानले च्याप्पै पारिदिहाली बक्स्यो। रामसँग गिर्दछ। अत्यन्त विशाल काया थियो। यो पर्वतको सबैभन्दा माथिको चुचुरो भन्दा पनि ठुलो थिए, त्यति अग्ली थिए। 6 कोस भनेको 18 किलोमिटर कि कहाँ पर्छ? यहाँ त बागलुङ कति किलोमिटर छ? यति ठुली त उनी थिए। लड्दाखेरि घङ्सको बगैँचा, त्यसैमा जलाउने ती दाउरा पनि तयार गरेर गई। अब त सबै विस्मय भए। ओहो, यो त रूप धारण गरेर आएकी पुतना रहेछ। धिक्कार छ त्यसलाई, यो राक्षसी आफै मरी भनेर खुसी भए। कन्हैया कहाँ छन् भनेर खोज्न थाले। गोपहरू गएर भगवान त पुतनाको उच्च स्तनमा एकदम मुस्कुराउँदै बसिरहनु भएको थियो। त्यहाँबाट बल्ल तल्ल सिँढी सिँढी लगाएर झारेर लिएर आउँछन्। यति अग्ली छेकेर के गर्नु? सिँढी त लगाउनै पर्यो। लिएर आएर फेरि गौशालामा लिएर गएर गौमूत्रद्वारा, गाईको गोबर गौमूत्र सङ्कलन गरेर भगवान अच्युतले रक्षा, कटि प्रदेशको रक्षा गरून्। जठरको रक्षा केशव भगवानले गरून्। चतुर्भुज धारण गर्नेवाला भगवानले मुखको रक्षा गरून्। चरणको त्रिविक्रम भगवानले रक्षा गरून् भन्दै भगवानको नामले भगवानकै लौ अभिषेक गरेर भगवानको सातौं उतार्दै हुनुहुन्छ। श्री भक्तवत्सल भगवानको यसरी अनेक भगवानका नामद्वारा भगवानलाई सिंचन गर्नुहुन्छ र लिएर आएर मैयाले आफ्नो गोदमा काखमा राखेर स्तनपान आरामपूर्वक गरिसकेपछि अब त अत्यन्त आनन्दित हुन थाल्नुहुन्छ मैया। यसरी सुखदेव मुनिले भन्नुहुन्छ पूतना लोकबालग्नि राक्षसी रुधिरासना जिघांसयापि हरये स्तनं दत्त्वा वसदगतिं। पूतना लोकबालग्नि, यो पूतना के लोकबालग्नि छे। सारा साना साना बालकहरूलाई मार्नेवाली छे। भगवानमा कुनै पूजा गरौँ, भजन गाउँला, त्यहाँ दान गरौँ भनेर आएकी हो त? आउने भावना पनि भगवानलाई मार्ने भनेर सोचेर आएकी छे। त्यो पनि राम्रो चिज बालबोक एकदम फलफुल लिएर स्याउ सुन्तला मनभाव बनाएर लिएर आएकी हो त? होइन। स्तनमा कालकोट विष भरेर लिएर आएकी थिए। तैपनि भगवानसँग सम्बन्ध जोडिएको कारणले गर्दाखेरि जुन मातालाई दिने सद्गति थियो त्यो सद्गति भगवानले प्रदान गरिबक्स्यो। सुखदेव मुनिको समाधि लाग्छ। जुन गाईहरूले भगवानलाई आफ्नो सम्झेर स्तनमा दुध खुलाए, जुन भक्तले आफ्नो सम्झेर गोविन्द आउन हृदयमा बस, आउन कृष्ण बसन हाम्रो मनैमा भनेर जसले आफ्नो मनमा के गरे? भजन गाए। त्यस्ता भक्तलाई के भगवानले आफ्नो गति दिएर, आफ्नो वैकुण्ठ दिएर दिन छोडी बक्सेला र विष लिएर आएकी पुतनालाई त भगवानले कृपा गरिबक्स्यो भने पक्कै पनि भगवानले सद्गति प्रदान गरिबक्स्नुहुन्छ। श्री भक्तवत्सल भगवानको पूतना उद्धारक भगवानको जय जय हो। हामीसँग यति बेला विभिन्न ठाउँबाट पाहुनाहरूको आगमन भइरहेको छ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पोखरा नदीपुरबाट महिला मिलन समूह नदीपुरबाट आउनुहुने यो आमा समूहको ठुलो समूह, यहाँहरूलाई जोरदार तालीले सम्मान गरौँ। हामी हार्दिक स्वागत गर्दछौँ हजुरहरूलाई।
अध्यक्ष बिन्दु पाण्डेज्यू हुनुहुन्छ, जोरदार तालीले सम्मान गरौँ। प्रसाद ग्रहण गर्न मञ्चमा निम्त्याउँछु। सचिव निशा आचार्यज्यू एवं कोषाध्यक्ष सङ्गीता श्रेष्ठज्यू लगायतको 44 जनाको टिम छ। अध्यक्ष, सचिव र कोषाध्यक्षज्यूलाई मञ्चमा आएर पट्टा प्रसाद ग्रहण गर्नका लागि म अनुरोध गर्दछु। अब यही उपक्रममा हाम्रो बागलुङबाट बागलुङ नगरपालिका वडा नम्बर 6 का पूर्व वडा अध्यक्ष अति सामाजिक व्यक्तित्व खेम सापकोटाज्यूको पनि आगमन भएको छ। जोरदार तालीले सम्मान गरौँ। उहाँलाई पनि हार्दिक हार्दिक स्वागत गर्दछौँ। उहाँका साथमा हाम्रा पञ्चकोटबाट भुवानी आचार्यज्यूको पनि आगमन भएको छ। उहाँलाई पनि हृदयदेखि हार्दिक स्वागत गर्दछौँ। जोरदार तालीले सम्मान गरौँ। हाम्रो खेमजीलाई अग्रआसनमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। साह्रै सक्रिय हुनुहुन्छ। बागलुङमा कालिका माथि मालिका भगवतीको मन्दिर निर्माण उहाँको सक्रियतामा बहुत सुन्दर ढङ्गले भएको छ। मालिकामा हाम्रो कुस्मा नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्षज्यू अति साधु स्वभावका हुनुहुन्छ। हामी जाँदाखेरि त्यहाँ कटुवा चौपारीमा हाम्रो आमा संयोजकको रूपमा रहनुहुने आमालाई पनि यहाँ देखिरहेको छु। त्यहाँ कमिटी गठन पनि गरेका थियौँ। हाम्रो राम शर्मा लामिछाने कुस्मा नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्षज्यूको आगमन भएको छ। जोरदार तालीले सम्मान गरौँ। उहाँलाई पनि सम्मानपूर्वक आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। लगा त्यस्तै श्री राधाकृष्ण महिला श्री राधाकृष्ण महिला समिति कुस्मा नगरपालिका वडा नम्बर 4 पोखरी उपरी रहेको राधाकृष्ण महिला समिति। यो महिला समितिबाट हामीलाई नजिकको भएकाले यो यज्ञमण्डप तयारीमा यो यज्ञमण्डप लिप्ने बेलादेखि दुना टपरी तयार गर्नुपर्दा अथवा तोरण पार्नुपर्दा जे गर्नुपर्दा पनि नजिकको राधाकृष्ण महिला समूहलाई हामी सम्झन्छौँ। धेरै ठुलो योगदान प्राप्त भएको छ। यो आमा समूहबाट धान 10 पाथी, चामल 8 पाथी, ज्योति 40,000, तेल 2 लिटर, दुना टपरी 500 सहित 5,305 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। राधाकृष्ण महिला समितिका पदाधिकारीगण अध्यक्षज्यूलाई म सम्मानपूर्वक यो सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। त्यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका 3 महिला मिलन समूह अघि मैले सम्मान गरिरहेको थिएँ भनिरहेको थिएँ। उहाँको तर्फबाट 17,500 रुपियाँ प्राप्त भएको छ। 17,500 यहाँ छ सम्मान पत्र। 17,500 रुपियाँ प्राप्त भएको छ। महिला मिलन समूह नदीपुरबाट अध्यक्ष बिन्दु पाण्डेज्यूलाई अध्यक्ष बिन्दु पाण्डेज्यू र सचिव निशा आचार्य, कोषाध्यक्ष सङ्गीता श्रेष्ठ लगायत 44 जनाको टिम जोरदार तालीले सम्मान गरौँ। उहाँले हामीलाई 17,000 रुपियाँ आर्थिक सहयोग पनि गर्नुभएको छ। धेरै धेरै साधुवाद। त्यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका निवासी गीता कुमारी अधिकारी कुँवरज्यूबाट 5,555 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। म यो गीता कुमारी अधिकारी कुँवरज्यूलाई पनि सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। त्यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिका 6 पञ्चकोट निवासी भुवानी शङ्कर आचार्य, मैले अघि नाम उद्घोष गरेको थिएँ। हाम्रो आदरणीय दाई भुवानी दाई, उहाँ बहुतै श्रद्धालु हुनुहुन्छ। जहाँ गए पनि केही न केही आफ्नो भावना राखिहाल्नुहुन्छ। उहाँले पनि यो यज्ञमा 5,555 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। म भुवानी शङ्कर आचार्य दाईलाई पनि यो सम्मान पत्र ग्रहण गर्नका लागि निम्त्याउँछु। त्यस्तै पर्वत जिल्ला कुस्मा नगरपालिका 7 निवासी रमाकान्त पौडेलज्यूबाट एवं दुर्गा देवी पौडेल, रमाकान्त पौडेल तथा दुर्गा देवी पौडेलज्यूबाट 5,555 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। कुस्मा नगरपालिका 7 निवासी रमाकान्त पौडेलज्यूलाई पनि म यो सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। त्यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिका नारायण स्थान 14 नारायण स्थान निवासी नरेन्द्र शर्मा, उहाँकी धर्मपत्नी पार्वती शर्मा
उहाँ यस हाम्रो मूल आयोजक समिति अन्तर्गत उपसमितिमा आर्थिक संयोजकको रूपमा रहनुहुने ऋषिराम शर्मा जो कि बहिनी हुनुहुन्छ नरेन्द्र शर्मा र उहाँकी धर्मपत्नी पार्वती शर्मा, उहाँले पनि आफ्ना समस्त पितृहरूको वैकुण्ठवासको कामना गर्दै यस यज्ञमा 25,555 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। म नरेन्द्र शर्मा र उहाँकी धर्मपत्नी पार्वती शर्माज्यूलाई यो सम्मान पत्र ग्रहण गर्नका लागि निम्त्याउँछु। त्यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका 3 यो भइसकेको छ तत्त्वज्ञान। त्यस्तै कालीगण्डकी भजन समूह फलेवास नगरपालिका 4 मुडीकुवाबाट मैले सम्मान पत्र अघि नै भनिसकेको थिएँ, गयो होला। कालीगण्डकी भजन समूह फलेवास नगरपालिका 4 मुडीकुवाबाट 5,555 रुपियाँ साथै धान 1 मुरी 10 पाथी चामल 6 पाथी प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ कालीगण्डकी भजन समूह फलेवास नगरपालिका। पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर 9 निवासी राम शर्मा लामिछानेज्यू, मैले अघि नै भने हामी एकपटक निमन्त्रणा लिएर पहिलो पटक ज्ञाति पुग्दा कटुवा चौपारी पुग्दा उहाँले त्यो ज्येष्ठ नागरिक समाजको भवनमा संयोजनको क्रममा उहाँ पनि हुनुहुन्थ्यो। उहाँले नै हाम्रो दिदी, के नाम थियो दिदीको? लक्ष्मी दिदीलाई संयोजकको रूपमा भूमिका उहाँ राख्नुभएको थियो। जोरदार तालीले सम्मान गरौँ लक्ष्मी दिदीलाई पनि। त्यहाँ कटुवा चौपारीको समितिको संयोजकको रूपमा हुनुहुन्छ। समितिको तर्फबाट पनि उहाँहरू आउनुभएको छ। उहाँले, मैले हिजो बेलुका फोनमा पनि कुरा गरेको थिएँ, दाइ अब यज्ञमा यो कुस्माको कार्यक्रम हो, कुस्माकै सान बढाउने कुरा हो, हजुरले हामीलाई सहयोग गर्नुपर्छ भन्दा हुन्छ नि भनेर भन्नुभएको छ। अहिले तत्काल आउँदा बगलीमा यति रहेछ, उधारो त के गर्नु, शिलालेखमा नाम त लेख्ने नै हो, अहिले चाहिँ यति नै बगलीमा आएको भएर उधारो नगरौँ भन्नुभयो। राम शर्मा लामिछानेज्यूलाई जोरदार तालीले सम्मान 5,605 रुपियाँ प्रदान गर्नुभएको छ। आउनुहोस् व्यक्तिगत तर्फबाट। उहाँको हातमा स्थानीय तहको ठुलो पहुँच छ। हामीलाई यहाँ थुप्रै वडाहरूबाट, यही 4 नम्बर वडाबाट पनि हामीलाई अहिलेको चालु आर्थिक वर्षमा यो यज्ञ सम्पादनका लागि 31,000 र नयाँ आर्थिक वर्षमा 3 लाख रुपियाँ चाहिँ विनियोजन गर्ने भनेर वचन दिनुभएको छ। त्यस्तै कुस्मा नगरपालिका वडा नम्बर 9 को तर्फबाट पनि केही न केही हामीले पक्कै पाउनेछौँ। वडाध्यक्ष यदि हँसिलो कृष्णको जस्तै मुस्कान छ हाम्रो वडाध्यक्षज्यूको, एकपल्ट जोरदार तालीले सम्मान गरौँ राम शर्मा लामिछानेज्यूको। जय होस्। यहाँको राजनैतिक यात्रा वडादेखि सदनसम्म पुगोस्, धेरै शुभकामना। पर्वत जिल्ला कुस्मा नगरपालिका 9 कटुवा चौपारीमा रहेको तरकारी, ताजा तरकारी उत्पादन कृषक आमा समूह, कस्तो राम्रो रहेछ। ताजा तरकारी उत्पादन कृषक आमा समूह दुनियाँ जुन वैज्ञानिक युगमा पुगे पनि घाँस बाँस र कपास अनिवार्य हुन्छ, यी आधारभूत आवश्यकता हुन्। त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा घाँस हो, जसको सेवा, त्यहाँमाथि पनि हामी कृषि प्रधान देशमा छौँ। यो कृषकको रूपमा पहिचान गर्वका साथ गर्नुहुने आमा समूह हुनुहुन्छ। ताजा तरकारी उत्पादन कृषक आमा समूह 5,555 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। म यो आमा समूहका प्रतिनिधिज्यूहरूलाई मञ्चमा सम्मान पत्र ग्रहण गर्नका लागि निम्त्याउँछु। प्रभु त्यस्तै हामीसँग पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर 6 मा रहेको शुभ बिहानी महिला समूह, यो शुभ बिहानी महिला समूह का अध्यक्ष बिन्दु जीसी दिदी हुनुहुन्छ। म बिन्दु जीसी दिदीलाई पनि मञ्चमा निम्त्याउँछु। त्यस्तै सचिव यम कुमारी छेत्री हुनुहुन्छ। त्यस्तै कोषाध्यक्ष बिन्दु भण्डारी हुनुहुन्छ, लगायत अन्य 19 जना सदस्यहरू हुनुहुन्छ। उहाँहरूले 9,500 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। शुभ बिहानी महिला समूहलाई पनि मञ्चमा आएर सम्मान पत्र ग्रहण गर्नका लागि निम्त्याउँछु।
हामीसँग पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर 3 निवासी चक्रपाणी शर्मा, शारदा शर्मा, चक्रपाणी शर्मा, श्रीमती शारदा शर्मा, उहाँले पनि 5,555 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। म सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु चक्रपाणी शर्मा र शारदा शर्माज्यू। त्यस्तै पर्वत जिल्ला मोदी गाउँपालिका 5 निवासी शेरबहादुर सुवेदी ज्यूबाट 1,010 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। त्यस्तै पर्वत जिल्ला कास्की जिल्ला पोखरा महानगरपालिका 3 नदीपुर निवासी सङ्गीता कुँवरज्यूबाट 1,105 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछौँ। त्यस्तै पर्वत जिल्ला कुस्मा नगरपालिका 2 खुरकोट हाल कुस्मा 4 निवासी सौरभ रेग्मीज्यूले जन्मदिनको अवसरमा 1,105 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। त्यस्तै पर्वत जिल्ला फलेवास नगरपालिका 4 निवासी उषा देवी तिवारीज्यूबाट 1,111 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। श्री आनंद कंद भगवान को, कृष्ण कन्हैया लाल को। ल पुतना गई भनेको त झाँकी लिएर आउन पो थालिछ त उता। श्री आनन्द कन्द भगवानको। ल अब एउटा सानो झाँकी हाम्रो शेरबहादुर सुवेदीज्यूले 1,010 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गर्नुहुनेछ। बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर 6 निवासी खेमराज सापकोटाज्यू, मैले अघि सम्मानपूर्वक जसलाई आसन ग्रहण गराएको थिएँ, बागलुङ नगरपालिका वडा नम्बर 6 का पूर्व वडा अध्यक्ष पनि हुनुहुन्छ। बहुतै सामाजिक व्यक्ति हुनुहुन्छ, सक्रिय व्यक्ति हुनुहुन्छ। उहाँले पनि यो महायज्ञ सम्पादनका लागि भनेर 3,100 रुपियाँ प्रदान गर्नुभएको छ। जोरदार तालीले सम्मान गरौँ। म पूर्व वडा अध्यक्षज्यूलाई पनि खेमराज सापकोटाज्यूलाई पनि सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। पर्वत जिल्ला कुस्मा नगरपालिका 4 निवासी राजेन्द्र श्रेष्ठज्यूबाट 1,505 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। म सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर 5 निवासी कृष्णबहादुर हमालज्यू 2,010 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान गरौँ। पर्वत जिल्ला कुस्मा नगरपालिका 3 दुर्लुङ गैराघर निवासी बलबहादुर विकज्यू 2,100 रुपियाँ। जोरदार तालीले सम्मान गरौँ। पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर 6 भण्डारी टोल निवासी बुद्धि कुमारी भण्डारी 3,105 रुपियाँ। जोरदार तालीले सम्मान गरौँ। कास्की जिल्ला पोखरा नगरपालिका वडा नम्बर 3 निवासी लक्ष्मी अधिकारीज्यू 1,100 रुपियाँ। जोरदार तालीले सम्मान गरौँ। 1,100 रुपियाँ मञ्चमा सम्मान पत्रका लागि निम्त्याउँछु। बागलुङ जिल्ला बागलुङ नगरपालिका 3 निवासी सङ्गीता भारी 1,005 रुपियाँ। जोरदार तालीले सम्मान गरौँ। सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका 4 निवासी शीतल श्रेष्ठ 1,005 रुपियाँ। जोरदार तालीले सम्मान गरौँ। सम्मान पत्र ग्रहण गर्नका लागि मञ्चमा निम्त्याउँछु। पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर 6 निवासी भगवती कुमारी जीसी 1,020 रुपियाँ। जोरदार तालीले सम्मान गरौँ। सम्मान पत्र ग्रहण गर्नका लागि निम्त्याउँछु। आउनुहोस् एउटा सम्मान भजन प्रस्तुत गर्नका लागि म ध्वनि यन्त्र मुक्तिनाथ भजन मण्डलीलाई यो हस्तान्तरण गर्दछु। यहाँहरू सबैजना नृत्य गर्नुहुनेछ। जय श्री मुक्तिनाथ। जय राम। गएकी पुतना दाताहरूलाई सम्झी
श्री भक्तवत्सल भगवानको जय। अब पुतना मर्दनको झाँकी आउँदैछ। यहाँहरू नाच्नको लागि पनि तयार हुनु होला है। पहिले झाँकी हेरेर अनि त्यसपछि भजनमा नाच्नु।
बोलो पुतना मर्दन भगवान को श्री आनंद कंद भगवान को जय मर्दन भगवान को जय हो। पुतना मरी गई। अब भजनमा अति इच्छा छ नाचिहाल्ने है। श्री भक्तवत्सल भगवान को जय राम। कृष्ण सानै पोथिए ठुली पुतना मर्दे सानै पोथिए ठुली पुतना मर्दे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे हेरा ठुली पुतना मर्दे मालवती महारानी बलिराज की छोरी मायावती महारानी बलिराज की छोरी स्वर्गतिर गई आज कृष्णजीलाई हेरे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे कृष्ण सानै पोथिए पुतना मर्दे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे कृष्ण सानै पोथिए ठुली पुतना मर्दे हेरा ठुली पुतना मर्दे ठुली पुतना मर्दे। भक्तवत्सल भगवान को जय। ल आउनुहोस् एउटा सम्मान पत्र केही सम्मान पत्र छन् तिनीहरूलाई पढौँ। त्यसपछि भगवानसँगै हामी फेरि नृत्य गर्नेछौँ। अगाडि भगवान श्रीकृष्णका मधुर बाल लीला झाँकी अवलोकन गर्नै छ। पूज्यपाद मुक्तिनाथ बाबाजीको आगमन पनि हुनेछ। त्योभन्दा अगाडि केही दाताहरूको सम्मान गरौँ। पर्वत जिल्ला फलेवास नगरपालिका 4 मुडीकुवा निवासी अच्युत तिवारी 2000 रुपियाँ प्राप्त भएको छ। जोरदार तालीले सम्मान। पर्वत जिल्ला कुष्मा नगरपालिका 4 सागर कुमार कर्माचार्यज्यू 1100 रुपियाँ जोरदार तालीले सम्मान गरौँ। त्यस्तै पर्वतका यो पहिल्यै हो मायामाहरूको गुप्तेश्वरबाट 3055 रुपियाँ यो 19 गतेको बिहा। शान्ति शर्मा तिवारी पर्वत 1005 रुपियाँ। पर्वत फलेवास 4 मुडीकुवा कृष्ण प्रसाद गौतम 1005 रुपियाँ। उमा क्षेत्री पर्वत कुष्मा 4 1005 रुपियाँ। यो बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर 9 निवासी निर्मला ढकाल नवजीवन श्री आनंद कंद भगवान को कृष्ण कन्हैया लाल को भूतना मर्दन भगवान को। अब नाच्ने हो है ल। अब माखन चोरीको लीला पनि आउँदैछ। आज गोपिनी नाचेर नथाक्ने गरी नाच्ने ल। श्री आनन्द कंद भगवानको नाच्ने भनेर पोखरादेखि आउनु भएको छ हो कि होइन हो। अनि जय राम भक्त जनले दिएको भक्त जनले दिएको हेर ठुलो दान खेर जाला नठान। भक्त जनले दिए
नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जाला नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जाला नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जाला नठान भक्तजनले दिएको ठुलो दान खेर जाला नठान नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जाला नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जाला नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जान्छ नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जान्छ नठान भक्तजनले दिएको मेरा ठुलो दान खेर जान्छ नठान नठान हरे जय राम कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने कृष्ण काले न काले दही चोरी खाने वृन्दावनमा लैजाने लैजाने हरि श्री भक्तवत्सल भगवान को जय हो श्रीमद् भागवत महापुराण को जय हो ल एकैछिन बसौँ त्यसपछि त माखनचोरी लीलामा के को गोपिनीहरू आज नाचेर त जति नाचौँ भने नि पाइन्छ है त श्री भक्तवत्सल भगवान को जय भगवान यसरी पुतनालाई मारिसकेपछि अब 6 दिनमा त पुतना मारिस बक्स्यो भगवान। अब 1 महिनाको हुनुभएको थियो जन्म नक्षत्र आउँछ। जन्म नक्षत्रको दिन भगवान मैयाले सबैलाई बोलाउनुहुन्छ। सबैलाई बोलाएर सबैलाई भन्नुहुन्छ ओहो बहिनी दिदी हो आज त आजका लालाको के हो त जन्म नक्षत्र तिम्रो सबै आउनु भनेर बोलाएको। सबै दिदी बहिनीहरू आउँछन्। कसैले सेल बनाउन थाले, कसैले पुरी बनाउन थाले, कसैले झिनी बनाउन थाले, कोही गाउन थाले, कोही नाच्न थाले। अब त खुसियाली त्यत्तिकै झनभन्दा झन बढ्दै गयो। जहाँ 2-4वटी दिदी बहिनी भेट भए अब त्यहाँ कथा राम्रोसित भनौँला भन्न सकिन्छ त? आपसमा कुरा गर्दै फुर्सद हुँदैन, कहाँबाट होस् त? हो त्यस्तै यी दिदी बहिनीहरू अब यत्तिकै त कन्हैयाको निद्रा पुरा हुन पाउँदैन भनेर बाहिर आँगनमा सकट थियो बैलगाडा त्यही मुनि टोकरीमा राखेर शयन गराएर मैया उता दिदी बहिनीहरूसित नाच्न गाउन बजाउन थाल्नुभयो। यसरी सबै दिदी बहिनीहरू आफ्नै मस्तीमा थिए। कंसले पठाएको सकट नाम गरेको असुरलाई आउँछ। आएर आफ्नो भारीलाई सकटमाथि ओजन बढाउँदछ। ओजन बढाएर भगवानलाई च्यापेर मारुला भनेको कन्हैया त टोकरीमा सुतेर 4 हात खुट्टा फालेर रोइरहनु भएको थियो। कसैले सुनेका थिएनन्। आयो यसैले किचेर मार्छु भनेर प्रयास गर्दै थियो। भगवानले बामा
पादको अंगुष्ठाले स्पर्श गर्दा बित्तिकै एकाएक आकाशमा भुन 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 गर्दै र आएर एकैचोटि ढ्रामसँग जमिनमा पछारिन्छ। भएका दहीका भान्डा सान्डा लथा लिङ्गै सबैतिर भयो। नाच गान सबैको अक्का न बक्का मैया दौडिँदै रुँदै 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 आउनुहुन्छ। हेर्दाखेरि कन्हैया त तल हुनुहुन्छ, अरू सबै यत्र तत्र छरिएको छ। साना साना बालकहरूलाई सोध्नुहुन्छ, बाबु हो के भयो भन्दाखेरि लालाले एक लात हानेको आकाशमा बोएर अनि बल्ल यहाँ आएर मरेको यो गाडा भनेर भन्छ। यी बच्चाहरूका बच्चै बुद्धि, तर के थाहा कि कन्हैयाले गरेको जो बालकले भन्दैछन् त्यो सत्य भन्दैछन् भनेर। यसरी सकटमर्दन भगवानको जय भगवान अलि ठुलो भइसक्नु भएको थियो, 1 वर्षको हुन थाल्नुभयो अहिले। एक दिनको कुरा हो, मैयाले काखमा कन्हैयालाई राखेर स्तनपान गराउँदै हुनुहुन्थ्यो। स्तनपान गराइराखेको बेलामा मैयाको मनमा त बडा आनन्दको प्रेमको प्रभाव बढिराखेको थियो। कंसले तृणावर्त नाम गरेको असुरलाई पठाउँदछ। हावाहुरी हुँदै 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 बतास भएर आइराखेको थियो। आँगनमा स्तनपान गराइराखेको मैयालाई हुरी देखेर भित्र जाउँ भन्ने इच्छा भएको थियो। भगवानले विचार गर्नुभयो, भित्र गएपछि त यसले घरै उडाएर लैदिन्छ। भगवानले आफ्नो भारलाई बढाउनुहुन्छ। मैया पनि विस्मय पर्नुहुन्छ, होइन मलाई के रिङ्गाटा लाग्ने रोग लागेछ कि के भएछ, यति भारी त यो थिएन, के भएको होला, मलाई नै केही रोगसोग लागेको हो कि, गएर दासीहरूलाई बोलाउँछु भनेर राखेर बाहिर राखेर भित्र के जानुभएको थियो। तबसम्म त भुमरी आयो। तृणावर्तले एकदम चक्रवात भुमारीले उडाउँदै 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 माथि आकाशमा लिएर गयो। भगवान बडा मुस्कुराइरहनु भएको छ। बा कंस मामा कहिले गाडी साना साना पठाउनुहुन्छ रेलगाडी, आज चाहिँ हेलिकप्टरै पठाउनु भएको छ। अब त्यहाँ त यसरी उडाउँदै वृन्दावनदेखि बाहिर लान थाल्यो। भगवानले सोच्नुभयो म वृन्दावन अहिले छोडेर त जान्दिनँ, बर चाहिँ यसलाई तोडेरै फाल्छु भनेर भगवानले आफ्नो भारलाई बढाउनुहुन्छ। एकाएक तृणावर्त नाम गरेको असुर जमिनमा पछारिएर गोविन्दाय नमो नमः तृणावर्त मर्दन भगवानको। यसरी तृणावर्त नाम गरेको असुरलाई भगवानले मारी बक्सिनुहुन्छ। उसको मृत्यु भइसकेपछि भगवान अब अलि ठुलो हुँदै गइरहनु भएको थियो। एक दिन मैयाले आफ्नो कन्हैया लालालाई काखमा राखेर स्तनपान गराउँदै हुनुहुन्थ्यो। एकदम कन्हैया यस्तो राम्रो हुनुहुन्छ नि हो। एक त सानो सानो बच्चा यत्तिकै कलिला कति राम्रा हुन्छन् होइन, त्यसको ओठ पनि कति रातो सिन्दुरे ओठ हुन्छ, कपाल पनि एकदम भुरा भुरा हुन्छ। कन्हैयाको त निलो निलो रङ छ, त्यसमा चाहिँ रातो रातो छ। हेर्दाखेरि पनि एकदमसित छुनाखेरि पनि यसलाई कहीँ चोट आउने हो कि भनेर बिस्तारै समाइन्छ नि होइन। श्री आनन्द कन्द भगवानको झन् त्रैलोक्यको सौन्दर्यको निधि पुञ्ज भनेकै भगवान आज मैयाको गोदामा हुनुहुन्छ, काखमा हुनुहुन्छ। मैयाले कन्हैयालाई बार बार हेर्नुहुन्छ, आफ्नो साडीको पल्लाले ढाक्नुहुन्छ। कहिलेकाहीँ कसैका नजर लाग्ने हुन् कि कन्हैयालाई भनेर कालो काजल लगाइदिनुहुन्छ, टिकी लगाइदिनुहुन्छ, कहिले गालामा लगाइदिनुहुन्छ, कहिले ललाटमा लगाइदिनुहुन्छ। अनि आफै हेर्नुहुन्छ, चिन्तन गर्न थाल्नुहुन्छ, त्यो बालक यति सुन्दर मैले त कसरी जन्माएँ होला भनेर आफै विस्मय पर्नुहुन्छ। अरे यशोदा तेरो त सौभाग्य, हेर यसका आँखा पनि कति राम्रो भन्नुहुन्छ। कन्हैयाले बेला बेला बच्चाले स्तनपान गर्दाखेरि पुर्लुक्क आमातिर हेर्छन् होइन। यसो हेर्दाखेरि मानव साना साना माछा जस्ता खेलिराखेका कालो नदीमा रातो रातो पानीको घेरामा बिट घेरिएकोमा काला काला माछाका आँखा जस्ता भगवानका एकदम टलक्क टल्किने नेत्र, त्यसमा पनि भगवानलाई यसो पर्लक्क हेर्दाखेरि मानव सारा मोहनी भगवानको नेत्रमा बसे जस्तो। मैयाले हेर्नुहुन्छ, त्यो नेत्रको चिन्तन गर्न थाल्नुहुन्छ। एकदम भर्खर जन्मेको कालो साँपको बच्चाको जस्तै सिर्लेक्का माथिदेखि लिएर गएर भर्खर भुर्र निस्केको आँखी बाउहरू छन्, कर्ण पर्यन्त छन्। एकदम मिलेको चटक्क 3 ठाउँमा रेखा पारेको कन्हैयाको ललाटको दर्शन गर्नुहुन्छ।
धेरै बेरसम्म त बडा मैया नै बडा विस्मय पर्नुहुन्छ र फेरि आफ्नै साडीको पल्लाले ढाक्नुहुन्छ, चिन्तन गर्न थाल्नुहुन्छ। चिन्तन गर्दा 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 घरि पटक पटक साडी खोल्नुहुन्छ, भगवानको रूपको स्वरूपलाई हेर्नुहुन्छ, फेरि त्यही स्वरूपलाई आँखा बन्द गरेर चिन्तन गर्नुहुन्छ। बिहान 8 बजे स्तनपान गराउन बसेको बेलुकी भएछ। सूर्य अस्ताचल जान थालेको देखिसकेपछि भैयालाई त बडा डर भयो। ए भगवान, म त पागल जस्तै भइछु, के भएको होला, यसले पनि दुध छोडेकै छैन, अब यसको त पेट दुख्ने भयो भनेर यसरी हटाएर स्तनलाई यस्तो माथि तान्दै हुनुहुन्थ्यो। भगवान मन्द मुस्कुराउन थाल्नुभयो, मैयाको चिन्तालाई थाहा नै पाउनुभयो। भगवान निदाए जस्तो गरेर हाय गरेर यसो खोल्दाखेरि एकदम सुन्दरी ओठ छन्, एकदम चिटिक्क मुस्क हाँस्नु भएको छ। हाँस्दाखेरि एकदम राता राता कमल भगवानका गालामा टक्क खाल्टो पर्छ। त्यसबाट हाँस्दाखेरि भर्खर निस्केको दन्त दुईवटा दाँतको बिचमा धवल एकदम सेतो दुधले भगवानको सुन्दरी ओठमा त्यो मुस्कानलाई देखेर देख्नुहुन्छ। एकछिन त मनमा चिन्ता बढेको छ, त्यसमा पनि अझै भएन भनेर हाय गर्दाखेरि मुख खोल्नु भएको थियो। सारा सूर्य चन्द्र तारा नक्षत्र सप्त सागरदेखि लिएर द्वीप सारा पृथ्वी ब्रह्माण्ड देख्नुहुन्छ। मैयाले भन्नुभयो, हे भगवान के भूत लागेका होला नि भनेर आँखा जम्म गरेर यसो साडीले झारेर हेर्दाखेरि भगवानलाई थाहा भयो कि यो पनि मैया डराउनु भएपछि आफ्नो मायालाई त्यही नै अन्तर्धान गर्नुहुन्छ। 2 चोटि विश्व दर्शन गराउनुहुन्छ। अहिले 1 वर्षको हुँदा फेरि 2.5 वर्षको हुँदा पनि गराउनुहुन्छ माटो खाइसकेपछि। मन भगवानले संकेत गर्न खोज्नुहुन्छ, हे मैया तिमी त मेरी मातृ होइन, जगतकी मैया हुन्। तपाईँले दिएको जुन वात्सल्य स्नेह छ, तपाईँले जो आफ्नो पुत्रप्रति देखाएको वात्सल्य छ, यो सारा विश्व ब्रह्माण्डले त्यो वात्सल्यले कृत्य हुँदैछ, धन्य हुँदैछ भनेर मानव भगवानले मैले मात्र पाएको छैन, पिएको छैन, सारा विश्व ब्रह्माण्डले हजुरको प्रेम रूपी स्तनलाई पान गर्दैछ भनेर देखाउन खोज्दै हुनुहुन्छ भगवानले। तर मैयाले बुझ्नु भएन। नबुझेपछि भगवानले पनि त्यत्तिकै आफ्नो मायालाई त्यही अन्तर्ध्यान गराउनुहुन्छ। यसरी भगवानले मुख दर्शन, पहिलो विश्व ब्रह्माण्ड दर्शनको कथालाई श्रवण गराइसकेपछि अब भगवान बिस्तारै के गर्न थाल्नुभयो।